माथि एकचोटि घुमेर आउनु पर्ने हो। कस्तो ठाउँ रहेछ। ऐतिहासिक मकवानपुर गढी एकचोटि घुमेर आउनु पर्ने। हेलो हेलो गाइस, ल मकवानपुर गढी चाहिँ अब यहाँ एकचोटि प्रवेश गर्नु पर्यो। कस्तो रहेछ हेरौँ। गेटमा चाहिँ यो डिजिटल गेट चाहिँ भएको रहेछ। यस्तो खालको छ मकवानपुर गेट। ल क्या दामी सिन आउने रहेछ नि त। अब यो मकवानपुर गढी यस्तो खालको सिँढी छ। टाइँ 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 हिँड्नुपर्ने छ। राइडिङ बुटले गर्दाखेरि हिँड्न चाहिँ अलिक गाह्रो भइरहेछ। अलिक माथिसम्म पुग्नु पर्यो। अनि रेस्ट गर्छु माथि पछि। माथि पुगेपछि दामी सिँढी रहेछ क्या। ल मकवानपुर गढीको सिँढी। ल यस्तो दामी सिँढी छ। मकवानपुर गढीबाट हेर्नु सक्नुहुन्छ सिन। यस्तो दामी देखिन्छ। ल सिन हेर्नुहोस्। त्यो आयो है यता सारा ल यता मकवानपुर गढीको सिन यस्तो दामी छ। ल यता मकवानपुरको बेल्टहरू। ल यस्तो खालको छ। तलको सिन यस्तो छ गेटको। ल गाइस, हेलो हेलो गाइस। ल ट्याक्क लाएर यस्तो खालको छ सिन। हो ल गाइस, उकालो टन्नै। ल म माथिसम्म पुग्छु। ल होइ छ अहिलेदेखि त लास्ट इनर्जी पावर लास्ट भयो। हिँड्न सक्ने अवस्था छैन। ल ल यहाँ चाहिँ वाइट कलरको इलाफेन्ट रहेछ। इलाफेन्ट हात्ती। ल इलाफेन्ट यस्तो देखिन्छ सिँढी तल। मकवानपुर गढी नाम चलेको ठाउँ। यति राम्रो सुन्दर ठाउँ रहेछ यो घुम्नलाई। यति दामी छ। ल मकवानपुर गढीको सिन। गाइज हो तपाईँहरू पनि घुम्न आउनुहोस्। ल यस्तो दामी छ सिन। अब माथि आइपुगेँ म चाहिँ। थाकियो त ल गढीहरूमा सिन्धुली गढी, हरिहरपुर गढी, मकवानपुर गढी तिनटामा चाहिँ बेस्ट भ्यू पोइन्ट प्लस दामी यो डेकोरेसन पनि दामी भएको रहेछ। यहाँ चाहिँ दामी खालको छ। ल गाइस, चित्र पनि देख्न सक्नुहुन्छ। यो शालिग त पृथ्वीनारायण शाहको हो। पृथ्वीनारायण शाहको छ। ल दामी दामी छ। ल साइन। ल क्या दामी रहेछ। ल डिफेन्स चाहिँ यो हो नि त खास गरी। यहाँबाट मेबी जोसुकै आयो भने दुश्मन जो आए पनि कसरी जाने। यहाँसम्म आए पनि त्यहाँ त पुग्न सकेन। यस्तो दामी डिफेन्स बनाएको छ। बाफ रे बाफ। ल मकवानपुर गढी
ए ल प्रवेशद्वार कस्तो दामी भ्यू रहेछ क्या यहाँको चाहिँ। यहाँ त ल गेट प्रवेशद्वार चाहिँ यस्तो छ। ल वीर गोर्खालीहरूले लडेर गढीलाई दामी रहेछ ल। आज त फेरि त्यो दामी सिन मकवानपुर गढीको। ल गाइस तपाईँहरू पनि घुम्न आउनुहोस् मकवानपुर गढी। यस्तो दामी रहेछ है, दामी छ ठाउँ। ल मकवानपुर गढीको सिन यस्तो खालको छ। ल खाने हो एकछिन चिलमा बस्नु होला। कस्तो दामी छ मकवानपुर गढीको, दामी छ गाइस। ल तपाईँहरू पनि फुर्सद मिलाएर मकवानपुर गढी घुम्न आउनु होला। यस्तो दामी सिन छ गाइस। ल ल अब मकवानपुर गढीको सिन ल दामी गाइस, दामी दामी दामी। ल मकवानपुर गढीको क्या दामी सिन छ गाइस। आज यो फेरि क्लाइमेट पनि क्या दामी छ भनेदेखि आज बादल पनि यस्तो दामी उ भइरहेछ। यो चाहिँ मकवानपुर गढी घुम्न आएको गाइस। ल मकवानपुर गढीको यो मकवानपुर गढी, यो चाहिँ मकवानपुर गढी हो गाइस। झन्डा यहाँ छ मकवानपुर गढीको। फर्काइरहेछ नेपालको झन्डा। नेपालको वीर गोर्खाली उहिलेका बाजे पुर्खाहरूले लडेर जितेको ठाउँ मकवानपुर गढी। ल दामी छ गाइस। ल हेर्न सक्नुहुन्छ तपाईँहरू। ल सो गाइस यो चाहिँ मकवानपुर गढीको यहाँ नेपालको नक्सा देख्न सक्नुहुन्छ। यो दामी यो हाम्रो नेपालको टुक्रिएको नक्साको टुप्पा पनि जोडेको छ यहाँ। अनि यो 7 प्रदेशको छ लेखेको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल। अब यसमा सुदूरपश्चिम कर्णाली प्रदेश, अनि लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, अनि मधेस प्रदेश, कोशी प्रदेश गरी यो सबै राम्रोसँग लेखिएको छ यहाँ। अनि लास्टमा यहाँ लेखिएको छ कि मकवानपुर गढीमा विक्रम सम्वत 1819 माघ 10 गते मीरकासीका फौज विरुद्ध गोर्खाली सेनाले विजय प्राप्त गरेको 256औं विजय उत्सवको अवसरमा सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको बाहुलीबाट नेपालको नक्सा अनावरत र राष्ट्रिय झन्डाको झन्डातोलन सुसम्पन्न भयो। ईस्वी सम्वत 2075 साल माघ 10 गते रोज 5 शुभम लेखिएको छ यहाँ तल ट्याक्कै। ल यो यहाँ लेखिएको छ। यो चाहिँ 75 सालमा 256औं वार्षिक उत्सवको उपलक्ष्यमा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट यो चाहिँ नक्सा प्लस यो चाहिँ झन्डा यहाँ उ भएको रहेछ गाइस। ल दामी खालको छ। ल मकवानपुर गढी दृश्य हो गाइस। मकवानपुर गढी क्या दामी बादल मकवानपुर गढी। एक राउन्ड मारियो मकवानपुर गढी घुमियो। ल एक फनको पुरै घुमियो। अब फर्किने गाइस। ऐतिहासिक मकवानपुर गढी 2। ल डिफेन्स यो चाहिँ यस्तो दामी बनाएको छ डिफेन्सहरू। अब फर्केको गाइस। ल यस्तो दामी भ्यू छ कि यहाँ भ्यू पोइन्ट दामी खालको छ।
मी खालको सिँढी छ तलसम्म हेर्न सक्नुहुन्छ गाइस। नो प्रब्लम। ल जाँदा कालो चस्मा आँखामा मेरो विशाल बजारको। ल सरररर सिँढी क्या दामी छ क्या सिँढी, बाफरे बाफ यस्तो दामी गरेर बनाएको छ। अघि उकालो आइयो, अब ओह्रालो झरियो गाइस। एकछिन शीतलमा बस्नु पर्ला। अब खासै शीतल बस्ने ठाउँ देखिएन गाइस। आइट आइट ल गाइस मकवानपुर गढी घुमेर आयो। ल ऐतिहासिक मकवानपुर गढी दरबार भ्रमण गर्नुभएकोमा धन्यवाद। यो गेट, यो मासतिरको सिन, सिँढी। गेट पाले यहाँ गेट पाले बसिरहनु भएको छ, गेटको ड्युटी गरिरहनु भएको छ हाम्रो डग। सबैभन्दा इमान्दार भनेको कुकुरै हो, कुकुर भनेर यो गर्न चाहिँ मिलेन, तर कुकुर जतिको वफादार र इमान्दार कोही हुँदैन गाइस। ल मेरो बाइक चाहिँ यता छ, अब लागे म। दामी सिन रहेछ क्या मकवानपुर गढी, दामी लाग्यो मलाई चाहिँ। हरिहरपुर गढी, सिन्धुली गढी घुमियो, तर मकवानपुर गढी चाहिँ अब यस्तो दामी लाग्यो कि हाई पोइन्टमा, तर भ्यू पनि दामी देखिने क्या, भ्यू पोइन्ट रहेछ दामी। ओके ओके गाइस। कता हो साथी, कहाँ पुग्ने हो, कहाँ पुग्ने तपाईँ? हजुर विराटनगर, म सिन्धुली, म सिन्धुली। ल यो चौघोडा चौक हो गाइस।
यहाँबाट चाहिँ सिन्धुली 115 किलोमिटर, काठमाडौँ जाँदाखेरि चाहिँ अब 268 पर्ने रहेछ उताबाट ट्र्याक गयो भनेदेखि। अब विमान चाहिँ 133 किलोमिटर, धरान 311 किलोमिटर। ल अब सिन्धुली जाने बाटो चाहिँ यही हो गाइस। सिन्धुली र पूर्व जता जाँदाखेरि पनि हेटौँडा चोक पुग्नु परेन, हेटौँडा चोक पुग्नु परेन यहाँबाट।